धेरैजना व्यक्तिहरूलाई आफूलाई एन्जाइटी, डिप्रेसन वा अन्य मानसिक रोगको औषधि खानु पर्दा मैले मात्र मानसिक रोगको औषधि खानु परेको हो कि मलाई मात्र मानसिक रोग लागेको हो कि भन्ने जस्ता विभिन्न थरीका प्रश्नहरू आउन सक्छन्। त्यसैले यो भिडियोमा हामी संसारभरि मानसिक रोगका बिरामीहरू कतिजना छन्, नेपालमा मानसिक रोगका बिरामीहरू कतिजना छन् भन्ने बारेमा कुरा गरौँ। र संसारभरि लगभग 8 अरब जना जति मान्छेहरू छन् र WHO को अनुमान अनुसार 8 जना मध्ये 1 जना व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुने गर्दछ, जसले गर्दाखेरि लगभग 1 अरब जना जति व्यक्तिहरूलाई अहिलेको समयमा मानसिक रोग लागेको अनुमान छ। र नेपालमा पनि लाखौंको संख्यामा मानसिक रोगका बिरामीहरू रहेको अनुमान छ। तर यदि नेपालको डाटा हेर्नुहुन्छ भनेदेखि अरू देशको तुलनामा मानसिक रोगका बिरामीहरू अलि कम देखाउन सक्छन् र यसको मुख्य कारण भनेको चाहिँ अन्डर रिपोर्टिङ हो। र मानसिक रोग भएका व्यक्तिहरू मध्ये धेरैजना उपचारबाट वञ्चित रहेका हुन्छन् अथवा उपचार लिन हिचकिचाइरहेका हुन्छन् र यसलाई चाहिँ ट्रिटमेन्ट ग्याप भनेर भन्ने गरिन्छ। र विकसित देशहरूमा पनि थुप्रैको संख्यामा मानसिक रोगका बिरामीहरू उपचारबाट वञ्चित रहेका छन् र हाम्रो जस्तो देशमा चाहिँ यो ट्रिटमेन्ट ग्याप लगभग 90% जति नै पुग्न आउँछ। यसको मतलब 100 जना मानसिक रोगका बिरामीहरू छन् भनेदेखि लगभग 10 जना व्यक्तिले मात्रै उपचार पाइराख्नु भएको छ। र यसको कारण भनेको चाहिँ मानसिक रोगको बारेमा राम्ररी ज्ञान नहुनु, मानसिक रोगले शारीरिक रोगका लक्षणहरू पनि ल्याउँछन् भनेर थाहा नहुनु, उपचारको पहुँच नहुनु र अरूले के भन्छन् भन्ने डर हुनु जस्ता विभिन्न कारणहरू हुन्। र यदि तपाईँले मानसिक रोगको औषधि खाँदै हुनुहुन्छ र तपाईँलाई मानसिक रोग छ भनेदेखि चिन्ता नलिनुहोस्। यो बाटोमा तपाईँ मात्र एक्लै हुनुहुन्न, धेरै मान्छेहरू यही बाटोमा हिँडिरहेका छन्। र यदि तपाईँले उपचार लिँदै हुनुहुन्छ भनेदेखि तपाईँ सही बाटोमा हुनुहुन्छ भनेर बुझ्न जरुरी छ।